हेलो फ्रेन्ड्स, तपाईहरुलाई स्वागत छ मेरो नयाँ ब्लगमा। आज चाहिँ म मेरो गाउँ बाजुरा जाँदैछु। धेरै लामो समयपछि म आफ्नो घर जाँदैछु। एकदमै धेरै अफ रोड छ, हेर्न सक्नुहुन्छ। बीचमा बाटो बिग्रेको छ, बाटो बनाइरहेको। हामीले चाहिँ बाटोमा भेडाहरू पनि देख्यौँ, जुम्लाबाट आएको रे। यो सबै भेडाको बथानहरू हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी बीच बाटोमा छौँ। यहाँ चाहिँ भेडाहरू ल्याएको रहेछ। यो चाहिँ जुम्लाबाट आएको मान्छेहरूको रहेछ। यसरी बाँधेर राखेको छ यहाँभित्र। अनि यिनीहरूको यहाँ चाहिँ सुत्ने ठाउँ रहेछ। अनि यो भोटे कुकुरहरू छ उनीहरूसँग दुईटा। बिस्कुट खाइरहन्। यो सबै भेडाहरू हेर्न सक्नुहुन्छ तपाईहरुले। एकदमै धेरै ओइ ओइ कालु बिस्कुट खाने हो। यिनीहरू भेडा हेर्ने कुकुर हो रे। जानु पर्दैन खाऊ। बिचरा कसरी खाला त्यसरी फाल्यो अरे। यसले चाहिँ भेडाहरू हेर्छ अरे होइन। उही त जुम्लाबाट आएको खा बिस्कुट। अनि त्यहाँबाट चाहिँ ड्राइभर दाइले त्यो कुकुरको बच्चा चाहिँ लिनुभयो। अनि यसलाई लगेर हामी हिँड्यौँ त्यहाँबाट। फेरि हाम्रो गाडी बिग्रियो अनि हामी हिँडेर गइरहेछौँ। गाडी बिग्रेर मेरो बहिनी एकदमै रिसाएको छ। टाउको दुख्यो थियो उसको, के दुखेर तेरो लेस खुल्लै छ। हामीले त्यो डाँडामा पुग्नु पर्ने हो। हाम्रो घर चाहिँ त्यहाँ हो, तर गाडी बिग्रियो यता। अब हिँडेर गइरहेछौँ। एकछिनमा गाडी बनाउने मान्छे आइरहेको अरे। अनि त्यसपछि हामी त्यहाँबाट गाडीमा जान्छौँ। सक्नुहुन्छ तपाईहरुले, एकदमै राम्रो ठाउँ छ। कस्तो राम्रो पानी बगिरहेको छ। यो हो भ्यू हो कि शीत हो, तर एकदमै राम्रो छ। म चाहिँ यता चाहिँ हिँडिरहेको छु। म यो पानी हामीले चाहिँ त्यो डाँडामा पुग्नु पर्ने छ। कतिखेर गाडी बन्छ अनि कतिखेर हामी त्यहाँ पुग्छौँ। एकदमै धेरै बोर लागिसक्यो, भोक लागेर हामी दुईजना हामी घरबाट 8 बजे निस्केको थियौँ। अहिले 12:30 भइसकेको छ। भोकै के गर्ने रे भन न लाज किन बाबा भन। केही पनि छैन होइन, यहाँ पसलहरू पनि छैन जङ्गलको बिचमा। हे भगवान, मुझे इस मुसीबत से निकालो प्लिज प्लिज। म यहाँ धेरै बेर बस्न सक्दिनँ। मेरो टाउको बल्ल हाम्रो गाडी बन्यो। अब चाहिँ हाम्रो गाडी आयो। अब हामी गाडीमा चढ्छौँ अनि चाँडै घर पुग्छौँ। अहिले त एउटा होइन, तीनवटा गाडी सँगै आउँदैछ। अब हामी घर पुग्न थाल्यौँ। यो चाहिँ हाम्रो घर नजिकको झरना हो, हेर्न सक्नुहुन्छ तपाईहरु। फाइनल्ली हामी चाहिँ अहिले हाम्रो घर पुग्यौँ। तर घरमा कोही छैन। म्याडमले आफ्नो लुगाहरू धुनुभएको रहेछ। घरमा कोही छैन। बहिनी घरमा कोही छैन यता। हामी घर पुग्यौँ। यो चाहिँ मेरो घर हो। अब चाहिँ हामी खाना खाँदैछौँ। एकदमै धेरै भोक लागेको थियो भर्खरलाई। हामीले खाना भर्खर खाइसक्यौँ। अनि घरमा चाहिँ कोही पनि नरहेछ, सबैजना छ। मम्मी बाबा चाहिँ मिटिङमा जानुभएको रहेछ। अनि हामी आफैले खाना हालेर खायौँ। यो चाहिँ मेरो गाउँ हो, हेर्नुहोस् कस्तो राम्रो छ हाम्रो बाजुराको गाउँ। यता मम्मीले सागहरू रोप्नु भएको रहेछ। हेर्न सक्नुहुन्छ कस्तो राम्रो फुलहरू पनि रोप्नु भएको रहेछ मम्मीले। यो चाहिँ मम्मीको गार्डन हो। अनि यो चाहिँ हाम्रो पुर्ख्यौली घर। अब हामी एकछिनमा
उता एउटा बहिनी चाहिँ हाम्रो त्यो बहिनीले काटिदिँदै छ राम्रोवाला एकदम मोटोवाला अहिले हामी पुरै उखु खायौँ एकदम मिठो छ। त्यसपछि चाहिँ हामी बहिनीहरूसँग चाहिँ गाउँ डुल्न गयौँ।